What's up everybody, good morning. अनि आज चाहिँ हामी सन्डे मर्निङ यसो मर्निङ वक हान्नु आएको है। तर पानी सिमसिम परेकोले गर्दाखेरि पुरै कुहिरो नै कुहिरो छ यहाँ चाहिँ। यहाँ आप लोग देख सकते हैं चारों तरफ कोराई कोराई और इधर मकई है मकई। ठिक छ, पुरै हिरो आएर हुन्छ। यहाँ चाहिँ हाम्रो भाइले चाहिँ भिडियो सुट हान्दैछ। कहाँ छ मकरा मानुस? मकरा मानुस उता हो। त्यो मकरा त आउनु सिलुलुलु बिहान बिहानै हिँड्नु मजा आइरहेको। खासमा चाहिँ हामी आज दौडिने प्लानमा थियौँ, तर बिहानै उठेर बाहिर झ्यालबाट हेर्दै हल्का पानी परिरहेकोले गर्दाखेरि चाहिँ छाता छाता बोकेर होइन त हामी आज हिँडौँ भन्ने कुराले नै हामी हिँडिरहेको। गाइस होइन यस्तै छ जिन्दगी। त्यहाँदेखि के भन्दा त्यो एउटा ल्याब छ नि, तर मजा आइरहेको छ। जोस् सरर कुहियो सिमसिम सिमसिम पानी अनि यस्तो भ्यू विथ यस्तो जवानी। अन्त म त फेरि राई मिलाएर ऱ्याप हान्ने कि क्या हो, तर भवाले देखिरहेको हो। यो त केही छैन त, हेर त हल्का अनि कहाँ नि हो। अलि 10-12 किलोमिटर डाङमा त्यसै हामी त्यसलाई एडिट गरेर भन्न सकिहाल्छौँ नि। हामी गाडीबाट घुमेर जाने खाँदै तो ये देखिए अन्त हामी घुम्दै घुम्दै हिँड्दै हिँड्दै यहाँ आइपुगिसकेको छौँ। यहाँ आएर हामी एकछिन आराम गर्न सक्छौँ। गाइस मजा आइरहेको छ हिँड्दै हिँड्दै। हामी अब यस्तो दामी बस्ने ठाउँमा पनि जङ्गलको बिचमा आएर बस्न सक्छौँ, आराम गर्न सक्छौँ। वरिपरि सुलुलुलु। फेरि यस्तो गरेर फेरि हामी त भिडियो नै बनाइदिनु सक्छौँ नि फेरि। Come on. नेचुरल लेन्स हो, नेचुरल लेन्स हो। अनि त आँखा भनेको आँखै हो क्या। हुई अम्मा इतना सुन्दर जङ्गल भनेर हाल्नुपर्छ कि क्या हो। एउटा माइकल ज्याक्सनको डान्स अनि सो गाइस हेर्नुहोस् यति राम्रो ठाउँ पनि छ। यहाँ मूर्ति पनि छ भने मूर्ति पनि छ अरे मूर्ति यहाँनिर। नै त्यो ढुङ्गाको के छ क्रेजी क्रेजी गाह्रै छ। राम्रो। म आएको थिइनँ रहेछ अहिले त। तल हो मूर्ति ए यहाँ। ओ ओ ओ लुक एट दिस गाइज हो। 1 2 3 4 5 6 यहाँ त हरे कृष्ण मुजु लेखेको छ। देख्न सक्नुहुन्छ गाइस यहाँ पछाडि मूर्तिहरू पनि, यो कलाहरू पनि तपाईँले देख्न सक्नुहुन्छ। यो प्राकृतिक सौन्दर्यसँगै कला अनि यता हात झन्डै गयो नि त नि। सो यहाँ हल्का भिडियोग्राफी चलिरहेछ। सो गाइस अहिले हामी मधु भाइको फेभरेट जग्गा आइसकेको छौँ। तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर। यसलाई चाहिँ यो सिधा चाहिँ यो सिधा यहाँ परसम्म अलिकति भए पनि रमाइलो लाग्छ अरे क्या मधु भाइलाई। अन्त मधु भाइ हो या
ऐसन बा दामी रहेछ हौ हाय तो दोस्तों आप देख सकते हो इधर कितना सुंदर जगह है ये मिठो लाग्छ कि जस्तो रुखहरू जस्तो बाङ्गी बाङ्गी नाइस हो हेर्नु अब यहाँदेखि अनि गएर तलसँगै रहेछ नि त यस्तो 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 अब चाहिँ फाइनल उयो मासुलाई पो थिच्छु त तर यहाँ हामीलाई चाहियो क्या यहाँ रहेछ त सो गाइस फाइनली हामी अब जङ्गलको डाँडा काँडा सिँढीहरूबाट हामी तल आइसकिसकेका छौँ अब हामी बस्तीमा छिरिसकेका छौँ ये देखिए यहाँ हो जता मङ्गेछ भने सरी चण्डेश्वरी चण्डेश्वरी सुलुलुलु हामी चाहिँ माथिबाट आएको यहाँ आइपुगिसक्यौँ होइन त माथि त दामी देखिरहेको छ हो अहिले त हेर न भित्र पो अलिक गादाङ गुजुङ देखिरहेको छ गाइस फाइनली हामी तल आइपुगिसक्यौँ है त पुच्छारमा अब हिँड्दै जाने हो कोठाइ छ यो दामहरू हो हजुर अचार छैन